कनिका चामलको कनिकाको एक सदेखि सक्छ मजाले त्यसपछिको अवस्था भनेको त्यो त जर्जन चाहिँ के गरेको हुन्छ माथिबाट तारेको हुन्छ बाहिर माथिबाट देख्न सकिँदैन र त्यो टिउको अवस्थाबाट निस्केपछि के भनेको त बस्छ मरिमा लाग्ने रोगहरू चाहिँ अझ के हुन्छ घातक किसिमको हुन्छ तपाईँले बच्चा तुहिने अघि कसले भन्नुभएको बच्चा तुहिएर मरेको देखिन्छ है त्यो भनेको इएफपी अथवा थाइसाइड रोगहरू हुनसक्छ त्यसले मर्छ सकिन्छ घाँसोले भएको त्यो अलिकति घातक पनि हुन्छ तर माइट भनेको सुलसुले भनेका चाहिँ कस्ता हुन्छ अहिले हामीले भन्न खोजेका सुलसुले भनेका कस्ता हुन्छ भने वयस्कलाई मात्र लाग्ने हो है कर्मीलाई लाग्छ भालेलाई लाग्छ एकदमै धेरै भएको अवस्थामा रानीलाई पनि लाग्छ मर्दै रानीलाई पनि लाग्छ भनेको सुरुमा चाहिँ कर्मी मरेको पनि भर्खर जन्मेका मरीहरू 24 घण्टा 48 घण्टा निस्केको के उसको जीवनचक्र पुरा गरेर निस्केको भर्खरको मरीलाई चाहिँ असर गरेर हुनसक्छ हामीले त्यसलाई चिन्नु नसकेको हुनसक्छ किन भन्दाखेरि मरीले सास फेर्दैन होला